यदि तपाईँ बीएससी फिजिक्स म्याथ केमिस्ट्री और स्ट्याट पढ्नुभएको छ भने तपाईले बीएससीमा पढेका धेरै कन्सेप्टहरू आजको मोडर्न एआईको कोरको रूपमा प्रयोग भइरहेका छन्। तर समस्या के छ भने हामीले त्यो दुईटा कुराहरूलाई कनेक्ट गर्न जानिरहेका छैनौँ। म आज तपाईहरूले तपाईले बीएससीमा पढेका कुराहरूलाई एआईमा कसरी कनेक्ट गर्न सकिन्छ भनेर भन्न गइरहेको छु। तपाईले बीएससीमा डिफरेन्शियल इक्वेसन पढ्नु भएको छ, त्यसलाई एआईमा कसरी कनेक्ट गर्ने? तपाईले बीएससी फिजिक्स पढ्दाखेरि ब्राउनियन मोसन भन्ने कन्सेप्ट पढ्नु भएको छ, त्यो कन्सेप्ट लिएर आजको एआई मोडल्सहरू कसरी बनिरहेका छन् र तपाईले बीएससी स्ट्याटमा पढेका बीएससी स्ट्याटिस्टिकल फिजिक्समा पढेका कोर कन्सेप्टहरू कसरी आजको मोडर्न एआईमा युज भइरहेका छन् भनेर बुझाउन गइरहेको छु। र यदि तपाईँ बीएससी फिजिक्स, बीएससी केमिस्ट्री र बीएससी म्याथ पढ्नु भएको छ भनेदेखि तपाईँ अलरेडी एआईको लागि रेडी भइसक्नु भएको छ भनेर बुझाउन गइरहेको छु। नमस्ते, म सुमन खत्री। मैले अमृत साइन्स क्याम्पस लैनचौरबाट बीएससी फिजिक्स सकेर अहिले मदन भण्डारी विज्ञान तथा विश्वविद्यालयमा मास्टर इन एआई गर्दैछु। एआई भनेको केवल कोडिङ मात्र होइन, एआई भनेको म्याथ हो, एआई भनेको स्ट्याट हो, एआई भनेको प्रोबेबिलिटी हो, एआई भनेको म्याथ फिजिक्स हो। र तपाईले आफ्नो बीएससीको समयमा यी माथि भनेका कुराहरूलाई राम्रोसँग बुझ्नु भएको छ भने तपाईँ एआई बनाउन, एआई मोडल्स बनाउनको लागि रेडी भइसक्नु भएको छ। तपाईले बीएससी सेकेन्ड इयरमा डिफरेन्शियल इक्वेसन पढ्नुभयो होला। त्यसको फर्स्ट और सेकेन्ड च्याप्टरमा ऑर्डिनरी डिफरेन्शियल इक्वेसन पढ्नुभयो। त्यो ऑर्डिनरी डिफरेन्शियल इक्वेसन dy by dx फर्स्ट अर्डर इक्वेसन dy by dx इक्वल्स टु kx भनेर त्यो इक्वेसन सल्भ गर्नुभयो, इनिशियल भ्यालु प्रब्लम सल्भ गर्नुभयो। ठीक त्यही फर्स्ट अर्डर डिफरेन्शियल इक्वेसनमा बेस्ड भएर आज वर्ल्डको टप एआई मोडल्स बनेको छ। त्यसको नाम हो माम्बा। अहिले मार्केटमा माम्बा 3 आइसकेको छ। यही माम्बा र ट्रान्सफर्मरलाई हाइब्रिड बनाएर न्यानोट्रोन 3 भन्ने एनभिडियाको मोर पावरफुल ओपन सोर्स मोडल पनि आइसकेको छ। मैले भन्न खोजेको यहाँनिर हामीले बीएससीमा पढेको फन्डामेन्टल थ्योरीबाट वर्ल्डका टप एआई मोडल्सहरू निर्माण भइरहेका छन्। अब अझै इन्ट्रेस्टिङ कुरा, तपाईले बीएससी फिजिक्स पढ्नु भएको हो भने फर्स्ट इयरमा ब्राउनियन मोसन पढ्नुभयो होला। ब्राउनियन मोसन पढ्दाखेरि हामीले पार्टिकल्स, मुभिङ पार्टिकल्सहरू अलवेज फ्लोज फ्रम हाई कन्सन्ट्रेसन टु लो कन्सन्ट्रेसन भनेर पढ्यौँ। सेम प्रिन्सिपल युज गरेर डिफ्युजन मोडल्स बनेको छ। एउटा सग्लो इमेज, हाई कन्सन्ट्रेसन भएको इमेजलाई हामी नोइजहरू एड गर्दै गर्दै लो कन्सन्ट्रेसनमा लान्छौँ र त्यो लो कन्सन्ट्रेसनमा भएको इमेजलाई फेरि रिकभर गरेर ओरिजिनल इमेजमा लान खोज्छौँ। त्यो समयमा कुनै न्युरल नेटवर्क युज गरेर रिकभर गरिन्छ। मैले यहाँ भन्न खोजेको के हो भन्दाखेरि बीएससी फिजिक्समा पढेको त्यो ब्राउनियन मोसनबाट वर्ल्डको टप एआई मोडल्सहरू बनिरहेको छ। यसको वर्ल्ड क्लास इक्जाम्पल भनेको डेली हो, इमेज जेनेरेटिङ एआई मोडल। फेरि पनि थर्मोडाइनामिक्स पढ्नुभयो, थर्मोडाइनामिक्समा इन्ट्रोपी पनि पढ्नुभयो। त्यतिखेर इन्ट्रोपी भनेको हामी सिम्पल ऱ्यान्डमनेस, डिसअर्डरनेस भनेर पढ्यौँ। अलिक स्ट्याटिस्टिकल फिजिक्स पढ्दाखेरि ऱ्यान्डमनेस भनेको प्रोबेबिलिटी अफ डिसअर्डरनेस अर अनसर्टेनिटी भनेर पढ्यौँ। हो, सेम कन्सेप्ट युज गरेर लस फङ्सन बनाइएको छ, एआईको लस फङ्सन। तपाईले हेर्न सक्नुहुन्छ, म यहाँनिर राखी पनि दिन्छु। अहिलेको क्लासिफिकेसन लसको लागि युज भएको एकदमै धेरै युज हुने लस फङ्सन त्यही हामीले बीएससीमा पढेको कोर प्रिन्सिपलमा आधारित छ। अब सर्टमा बीएससीमा पढेको कुराहरूलाई एआईमा कनेक्ट गरौँ त है। स्टेट स्पेस मोडल्स
माममा जुन चाहिँ सिक्वेन्सिङ मोडल्स हो त्यो चाहिँ कहाँबाट आएको डिफरेन्सियल इक्वेसनको फन्डामेन्टल डिफरेन्सियल इक्वेसनबाट आएको ब्राउनियन मोसनबाट के आएको छ डिफ्युजन मोडल्स आएको छ इन्ट्रोपीबाट के आएको छ लस फङ्सन आएको छ बाइनरी लस फङ्सन यस्तै धेरै कुराहरू छन् मैले यहाँ तपाईँहरूले जस्ट यसरी कनेक्ट गर्न मात्र यसरी कनेक्ट गर्न सकिन्छ मात्र भनेर इक्जाम्पल्स प्रस्तुत गरिरहेको छु अब प्र्याक्टिकल कुरा गरौँ है यदि तपाईँ बिएससी फिजिक्स पढ्दै हुनुहुन्छ पिसिएम कम्बिनेसनमा हुनुहुन्छ पिएसएम कम्बिनेसनमा हुनुहुन्छ इभन बायोलोजी पढ्दै हुनुहुन्छ भने तपाईँले एकदमै ध्यान दिनुपर्ने कुरा लिनियर अल्जेब्रा एकदम इम्पोर्टेन्ट डिफरेन्सियल इक्वेसन त छोड्नै भएन प्रोबेबिलिटी छोड्नै भएन स्ट्याट मोस्ट इम्पोर्टेन्ट र यदि तपाईँ म्याथ लिनुभएको छ भने थर्ड इयरमा सी प्रोग्रामिङ भन्ने हुन्छ त्यो एकदम महत्त्वपूर्ण छ अन्त्यमा बिएससी फिजिक्समा पढेको नलेजहरू युजलेस हुँदैन तपाईँले त्यसलाई सही तरिकाले कनेक्ट गर्न सक्नुभयो भने आफूलाई अपडेट गराउन सक्नुभयो भनेदेखि तपाईँ फिजिक्समा त करियर बनाउन सक्नु नै हुन्छ एआईको फिल्डमा पनि आफूलाई अब्बल साबित गर्न सक्नुहुन्छ सो किप लर्निङ किप ग्रोइङ नमस्ते म सुमन खत्री यदि तपाईँ सिमिलर काइन्ड अफ कन्टेन्ट हेर्न चाहनुहुन्छ बुझ्न चाहनुहुन्छ एआई रिलेटेड कन्टेन्टहरू अझै हेर्न चाहनुहुन्छ भने मलाई फलो गर्नुहोला थ्याङ्क यू